हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल र हजुरहरूलाई शुभ बिहानी भन्न चाहन्छु। र आज चाहिँ हामी विराटनगर छौँ साथीहरू। हामी आज विराटनगरबाट इलाम जाँदैछौँ र इलामसम्मको हजुरहरूलाई केही दृश्य पनि देखाउँ भनेर। र आजको हाम्रो ट्रिप भनेको विराटनगरबाट इलामसम्मको हुनेछ साथीहरू। र हामी केही कामले विराटनगर आएका थियौँ र विराटनगरदेखि फेरि इलाम जाँदैछौँ साथीहरू। र हजुरहरूले हाम्रो भिडियोलाई हेरेर लाइक, कमेन्ट एन्ड सब्सक्राइब नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला है साथीहरू। हजुरहरूलाई भिडियो के कस्तो लाग्छ मैले जानेको सकेको हजुरहरूलाई देखाउने प्रयास गरेको छु साथीहरू। र अहिले चाहिँ हामी विराटनगरदेखि निस्किसकेका छौँ साथीहरू। र अहिले हामी विराटनगरबाट विराट चोकको बाटो हुँदै चाहिँ हामी हाइवेमा निस्किन लागेका छौँ साथीहरू। र भिडियो हेरेर इन्जोय गर्नुहोला। ल साथीहरू, अहिले चाहिँ विराट चोक आइसकेका छौँ। पूर्व पश्चिम हाइवे चाहिँ हामी अब निस्किसकेका छौँ विराट चोक होइन। अब चाहिँ हामी यहाँबाट राइट लाग्छौँ साथीहरू र हामी इलामको लागि निस्किन्छौँ। यता चाहिँ धेरै दुःख पनि दिन्छ मान्छेहरूलाई, गाउँको मान्छेहरूलाई धेरै दुःख पनि दिन्छ यतातिर। यो उतातिर त्यति देखिँदैन, त्यो बिचमा बाटोमा हामी आउँदाखेरि त्यो कटारीदेखि अलि अगाडि थोरै देखिन्छ, नत्र उता त धेरै देखिँदैन। यहाँतिर के छ? ल साथीहरू, अहिले चाहिँ हामी दमक बजार पुग्न लागेका छौँ। यो चाहिँ दमक नपुग्दैको चिया बगान थियो। र साथीहरू अहिले चाहिँ हामी दमक बजार फाइनल्ली दमक बजार आइसकेका छौँ साथीहरू। यो चाहिँ गोर्खाको बिल्डिङ हो। र साथीहरू अहिले हामी दमक चोक पुगिसकेका छौँ साथीहरू। यो चाहिँ दमक चोक हो झापाको है साथीहरू। हाम्रो नेपालको प्राइम मिनिस्टर विनर भएको ठाउँ हो साथीहरू यो चाहिँ। ल साथीहरू, अब चाहिँ हामी दमक बजारबाट पनि अगाडि बढिसकेका छौँ। र अहिले चाहिँ हामी दमक बजारदेखि अलि अगाडि आइपुगेका छौँ साथीहरू। इन्जोय छ, हजुरहरू पनि इन्जोय गर्नुहोला भन्दै हामी अगाडि बढ्दैछौँ साथीहरू है। इन्जोय गर्दै रमाइलो गर्दै हजुरहरूलाई पनि देखाउने कोसिस गर्दै अगाडि बढ्दैछु है त्यसमा। हजुर हो त, यो चाहिँ सबैभन्दा लामो पुल हो। होइन यो चाहिँ हजुरको इलामतिरको सबै खोलाहरू। ल साथीहरू, अहिले चाहिँ हामी बिर्तामोड बजार पुगिसकेका छौँ साथीहरू। देखिएको चाहिँ बिर्तामोड बजारको भाटबट्टी नै थियो। र बिर्तामोड बजारको भाटबट्टी चाहिँ बिर्तामोड बजार अगाडि बढिसक्छ। यो चाहिँ चिया फ्याक्ट्री। र फाइनली साथीहरू अहिले चाहिँ हामी चारैलीबाट अगाडि बुधबारे बजार आइपुगिसकेका छौँ साथीहरू। र हामी चाहिँ अब बुधबारे बजारभन्दा पनि अगाडि बढिसकेको छौँ इलामको लागि साथीहरू। इन्जोय हुँदैछ र हजुरहरूलाई देखाउने कोसिस गर्दैछु साथीहरू। यहाँ चाहिँ अहिले मकै अब पाक्न लागिसकेको रहेछ साथीहरू, भाला रहेछ। र हामी चाहिँ अलि माथि आउँदै गर्दाखेरि यहाँ चाहिँ धान रोपेर एकदमै हरा भइसकेको रहेछ साथीहरू। ल साथीहरू, अब चाहिँ हामी माथि नै आइसकेको छ। यो चाहिँ बुधबारेदेखि माथि चाहिँ हामी अहिले चिया बगान पुगेका छौँ साथीहरू। यहाँ चाहिँ चिया बगान रहेको छ, एकदमै रमाइलो साथीहरू। ल साथीहरू, अहिले चाहिँ हामी सुपारी गाडी आइपुग्यौँ, सुपारीको बोट। त्यो अहिले नयाँ साइडमा त्यो गाउँतिर पनि एकदमै धेरै देखिरहेको थियो। साथीहरू अहिले चाहिँ हामी
जोरकलास इलाम जिल्ला जोरकलास भन्ने ठाउँ आइपुग्यौँ। त्यो माथि माथि त्यो डाँडा पुगेपछि टिएसएसै जाने हो बाटो। हजुर त्यही त मान्छेले राम्रो सोचेर राम्रो अब काम गरिसकेपछि पुरानो सबै धर्महरू हुस्यो मजाले लागेको छ। अब भ्यू चाहिँ राम्रो नदेखिने भयो। हाम्रो देशको यो हिमालहरू देखेर अनि यो हाम्रो देशको जुन यो पहाड ठाउँहरू देखेर त रुन्छ न हौ म्याम। चिया ल अहिले अलिअलि हरियो राम्रो राम्रो हुनु थालेछ। अब सुरु भयो एकदमै। ल फाइनल साथीहरू अहिले चाहिँ हामी इलामको कन्याम डाँडामा आइसकेका छौँ। अब हामी एकछिन यहाँ रोकेर हजुरहरूलाई भ्यू देखाउने प्रयास गर्छु है त साथीहरू म। र हामी पनि इन्जोय गर्छौँ साथीहरू। लेट्स सी भिडियो। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम इलामको कन्याम डाँडामा आइपुगेका छौँ साथीहरू। हामी चाहिँ अहिले चाहिँ गाडी अब हामी तल राखेर एकछिन माथि चिया बगान त्यहाँ राखेर एकछिन यता माथि आएका छौँ। ल हेर्नुहोस् है, हामी चाहिँ इलाम विराटनगरदेखि आएको इलाम जाँदैछौँ। ल साथीहरू यता माथि हेर्नुहोस् चिया बगान यस्तो राम्रो छ। कति आनन्द, चिसो ठाउँ छ, एकदमै रमाइलो भइरहेछ अनि इन्जोय मामा। उफ ल हेर्नुहोस् त्यो पारी फिक्कल कन्याम एकदमै रमाइलो एकदमै रमाइलो। त्यही त हो नि, कस्तो आनन्दको छ। ल साथीहरू अहिले चाहिँ हामी कन्यामको यो सेल्फी फोटो खिच्ने ठाउँमा आइपुगेका छौँ साथीहरू। र साथीहरू अब चाहिँ हामी कन्यामको मेन ठाउँमा मेन पोइन्टमा आइपुग्यौँ जस्तो लाग्यो। र यहाँ चाहिँ अलिकति मान्छेको भिडभाड हुने रहेछ अनि टिकटक बनाउने, घोडा चढ्ने, फोटो खिच्ने। कन्याम थकाली यहाँ धेरै छ। एकदमै यतैतिरको सानो माथि घोडा छ, त्यहाँ पनि
ल साथीहरू, अब चाहिँ हामी खाना खान भनेर यो ठाउँमा रोकेको छौँ। खाना खान्छौँ अनि फेरि अगाडि बढ्छौँ है त साथी। ल साथीहरू, हामीले चाहिँ खानासाना पनि खाइसक्यौँ र हामी फेरि अगाडि बढिसक्यौँ साथीहरू। र अहिले चाहिँ हामी माइखोला नजिकै पुग्न लागिसकेका छौँ साथीहरू। र हामी चाहिँ यहाँ एकछिन रोकेर माइखोलाको नजारा हेर्ने भनेर रोकेका छौँ है साथी। पुगिसक्यो भने भयो। ल साथीहरू, अहिले चाहिँ हामी माइखोला आइपुगेका छौँ साथीहरू। ल साथीहरू, माइखोला आइपुग्यो। अब चाहिँ हामी एकछिन हिमाल दोलखा हाइड्रो हेर्न भनेर जाँदैछौँ साथीहरू। र यहाँ चाहिँ मजाको कच्ची बाटो रहेछ र हिमाल हाइड्रो चाहिँ देख्नु भएको छैन होला साथीहरू। अस्ति हामी आएको थियौँ, पछाडि देखेको हिमाल त्यतिबेला हामी यहाँ पसिनौँ। अफिस हो। र साथीहरू, अब चाहिँ हामी हिमाल दोलखा हाइड्रो हेरिसकेर पनि हामी फर्क्यौँ र सँगै हिमाल दोलखा हाइड्रोसँगै हामी एउटा अनाथ आश्रम, वृद्ध आश्रम रहेछ साथीहरू। ल साथीहरू, हामी चाहिँ हिमाल दोलखा हाइड्रोको इन्टेक पनि घुमेर फर्किसक्यौँ साथीहरू। र उहाँ सर चाहिँ हाम्रो हिमाल दोलखा हाइड्रोकै स्टाफ सर हुनुहुन्छ र हामीलाई हिमाल दोलखा हाइड्रो सबै भिजिट गराइदिनु भयो। र हामी अब इलाम बजारको लागि साथीहरू अगाडि जाँदैछौँ है त साथीहरू। फाइनली साथीहरू, हामी चाहिँ अहिले अब इलाम बजार प्रवेश गरिसकेका छौँ र हामी इलाम लेखिएको ठाउँमा आइपुग्यौँ। र यहाँबाट राइट गयो भने चाहिँ साथीहरू ताप्लेजुङ गइन्छ भनेदेखि अब चाहिँ हामी गेट प्रवेश गरेर इलाम बजार छिर्छौँ साथीहरू। ल साथीहरू, फाइनली इलाम बजार पनि आइपुग्यो र आज हामी इलाम बजारमा बस्नेछौँ र हाम्रो बस्ने होटल बुक भइसकेको छ बिहानै साथीहरू। र हामी सँगसँगै भोलि बिहान इलाम बजारको चिया बगानहरू घुम्छौँ साथीहरू। र त्यसपछि फेरि भोलिको हाम्रो बसाइ भोलि नै कुरा हुन्छ है त साथीहरू। ल साथीहरू, हामी चाहिँ अब इलाम बजार आइसक्यौँ र हामी चाहिँ आज इलाम बजारमै बस्छौँ बेलुका। र हामी बस्ने होटल चाहिँ आइपुगिसकेको छ साथीहरू। र ल हामी बस्ने होटल आइपुग्यो साथीहरू। ल हामी चाहिँ आज यही होटलमा बस्छौँ र बेलुका खाना खान बाहिर अर्कै रेस्टुरेन्ट
हेलो गुड मर्निङ शुभ बिहानी साथीहरू। र हाम्रो चाहिँ आज सेकेन्ड डे दोस्रो दिन हो इलाममा आएको साथीहरू। र अहिले चाहिँ हामी बिहान इलाम बजार नजिकैको हामी चाहिँ चिया बगान घुम्दैछौँ साथीहरू। र यहाँको चिया बगान पनि एकदमै राम्रो रहेछ साथीहरू, बजार नजिकैको। तर अब कन्यामभन्दा चाहिँ कन्याम चाहिँ अलिक ठुलो, यहाँ चाहिँ अलिक सानो, तर राम्रो रहेछ साथीहरू। ल साथीहरू, आज चाहिँ अब हामी आजको हाम्रो बसाइ चाहिँ अब श्रीअन्तुमा हुनेछ बेलुकाको बसाइ चाहिँ साथीहरू। र अब हामी अहिले चाहिँ अब यहाँ चिया बगान चाहिँ घुम्नेछौँ। र साथीहरू हामी होटल गएर नास्ता खाएर अनि त्यसपछि ब्याक टु रिटर्न अनि हाम्रो आजको बसाइ श्रीअन्तु। हेलो नमस्ते साथीहरू, आज चाहिँ हामी इलामको श्रीअन्तु आएका छौँ। र अहिले श्रीअन्तु पोखरी घुम्दैछौँ है, हेर्नुहोस्। मान्छेहरू बोटिङ गर्दैछन्, बोटिङ डुङ्गा। होटलहरू छ, एकदम रमाइलो छ साथीहरू। चिल ठाउँ छ, चिसो रमाइलो। पुरै सबै धेरै चिया बगान रमाइलो छ। भ्यू श्रीअन्तु हेर्नुहोस्, बवाले छ है साथीहरू। माथि सबै एउटा होमस्टे, चिया बगानै बगान। यस्तो रमाइलो भइरहेको छैन, रमाइलो छ, रमाइलो बवाल छ। र हामी चाहिँ हिजो इलाम बसेका थियौँ, आज चाहिँ श्रीअन्तु आइपुगेका छौँ। अब हामी आज यतै बस्छौँ। बवाल छ, हेर्नुहोस् कस्तो दामी छ। श्रीअन्तु पोखरी पनि सक्यौँ लगभग घुमेर। अब हामी निस्किन्छौँ यहाँबाट। रमाइलो लाग्यो, बवाले लाग्यो। यो चाहिँ पोखरीको हो, दामी। बवाल दामी लाग्यो।
नमस्ते साथीहरू, फेरि पनि वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ हाम्रो डे 3 हो। र साथीहरू अहिले चाहिँ हामी यतिखेर अन्तु डाँडामा आएका छौँ र सूर्य उदाएको हेर्न भनेर आएको साथीहरू। र पुरै बादल उदाएर बादलले सबै छेकिदियो साथीहरू। र हाम्रो सूर्य उदाएको हेर्ने भाग्यमै रहने रहेछ साथीहरू। र आज हामी ब्याक टु विराटनगर हुँदैछौँ साथीहरू। र साथीहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। र भिडियो हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गरेर प्रतिक्रिया दिनु होला साथीहरू। र आजको लागि चाहिँ हामी यति नै भिडियो गर्छौँ। र साथीहरू त्यही हो, भिडियोमा लाइक अनि कमेन्ट के कस्तो लाग्छ त्यही अनुसारको प्रतिक्रिया दिनुहोला। र साथीहरू प्लिज हजुरहरूलाई नयाँ हुनुहुन्छ भने भिडियोमा सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला है साथीहरू। सहयोग नै धर्म हो भन्छन् मान्छेले। ल त साथीहरू आजको हाम्रो सम्पूर्ण टुर भ्रमण यति नै र हजुरहरूको लागि भिडियो पनि यति नै।